यो चाहिँ हाम्रो बिहानको नास्ता हैन, चिया, चटनी, फापरको रोटी। साथीहरूले खाना सुरु गर्नुभएको छ। अहिले यति खाएर हामी खानसारबाट बेस क्याम्पतिरको यात्रा सुरु गर्छौँ। कस्तो हुँदैछ त खेम्दै? यात्रा कस्तो लाग्दैछ? बसाइ कस्तो भयो त? बसाइ गजब भयो। रमाइलो गफ ल रुम एकदम रमाइलो विथ हिटर हैन, एकदम सही भइरहेको थियो बसाइ चाहिँ। हाम्रो यात्रा सुरु भएको छ है खाङसारबाट। हामी हिँड्न थालेका छौँ। अब उकाली गराली गर्दै बेस क्याम्पसम्मको यात्रा सुरुवात गरेका छौँ। हेरौँ कहाँ कतिसम्म पुगिन्छ, कति बेर लाग्छ। हामी ठ्याक्कै कति बज्यो? 9 बजी निस्केको छौँ। ठ्याक्कै 9 बजेको छ। अब हिँडाइ गरेको त बानी छैन, कोसिस गर्दै जाने हो। यहाँबाट हेर्न सक्नुहुन्छ टिलिक्चो र याक खर्क जाने बाटो छुट्टिन्छ। अब हामी यहाँबाट टिलिक्चो जानेतिर लाग्दैछौँ होइन। याक खर्क र मुनलेक जाने बाटो यहाँबाट छुट्टिन्छ। अब हामी जाँदैछौँ हाम्रो गन्तव्य स्थल टिलिक्चोतिर। ल यसरी नै बाटोमा देखिने दृश्य तपाईहरुको साथ साथै हिँड्नेछौँ हामी हाम्रो गन्तव्य स्थल टिलिक्चो। सक्छौँ मनाङबाट घुम्न आउनु भएको मान्छेहरू सबैजना रमाइलो गर्दै हुन्छ होइन। कस्तो भयो त हजुरहरूको घुमघाम? ठाउँ कस्तो लाग्यो? कुन ठाउँबाट आउनुभयो? ए म्याग्दीबाट आउनुभएको रहेछ उहाँहरू। उहाँहरूलाई चाहिँ उहाँहरू चाहिँ डराएर फिर्ता जान आँट्नु भएको रहेछ। सायद पर्दैन डराउनु न त जमजम। ल ल आउनु आउनु उहाँबाट लुगा लिएर हामी माथि पर्खिरहेको हुन्छौँ। ल एकदमै सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ है। हिमालको काखमा हिँडे जस्तो भइरहेछ। एकदमै धेरै रमाइलो, एकदमै उत्साहजनक यात्रा भन्नुपर्छ। धेरै उत्साहित हुनुभएको छ है हाम्रो टोलीहरू पनि। विकास दाइ र खेम्दै एकदमै उत्साहित हुनुभएको छ। सुस्त हिँड्ने र समयमा पुग्ने भन्ने प्लान हो। खरायो छिटो कुदो भने पुग्दैन भनेर हामी चाहिँ एकदम सुस्त हिँड्ने भनेरै सुस्त हिँड्दै रहेछ। बानी पनि छैन हजुर एकदमै। ल एकदम ठाडो उकालो रहेको छ। हिँड्दैछौँ दौरोको सहारा लिएर है। ल त यी हाम्रो मित्रहरू आइरहनु भएको छ। बाटो एकछिन उभिँदै एकछिन रोकिँदै हाम्रो यात्रा जारी छ। हामीलाई थोरै अक्सिजनको कमी पनि हुनसक्छ धेरै छिटो गर्नुको कारण। तराईमा बस्ने मान्छे एक्कासी हिमाल आउँदाखेरि गाह्रो भइरह होला। ल है त एकदमै मनमोहक दृश्यहरू देख्न सकिन्छ।
के छ झापाली झोला गर्नु राखेँ राखेन ठिक छ गर्नुको भएको छैन भने पनि हाल्यौँ झोला सानो छ त उसको हेर सानो छ लोकल हामीभन्दा अगाडि 3 जनाको अर्को ग्रुप रहेको रहेछ होइन हामी यात्रामा लगभग सँगसँगै हुन लाग्यो थाकेको त छ तर दृश्य हेर्दाखेरि थाकेको फिल नहुने रहेछ एकदमै रमाइलो साथ सुन्दरता असली प्राकृतिक सुन्दरता भनेको यही होला होइन थाकेको नि बिर्स्याउने रहेछ कि कसो दाइ आउनु कट्टु त कति अल्टिट्युडमा छौँ मिस्टर झापाली हामी छौँ लगभग 4000 यहाँ फोर फाल्न सक्छ पहाड र हिमालको सङ्गम भएको ठाउँतिर आइपुग्या छ यसो हेर्दाखेरि पहाड र हिमाल जोडिन्छ कि जस्तो देखिने तर थोरै भिडले रोकिरहेको सुजन सर पहाड र हिमाल एकछिन के भनेको चाहिँ के होला सुजन सर ल दुईटा गफ गर्दै हिँड केटा ल पहाड र हिमालको सङ्गम भनेको चाहिँ के होला यसो हेर्दाखेरि पर गएर यो पहाड यही हिमालसँग जोडिन्छ कि जस्तो त देखियो सङ्गम होला भनियो तर जाँदाखेरि ओह्रालो भिडले दुईटालाई छुट्याइरहेको छ लास्ट देख्छ कि मुना मदनको कहानी जस्तो मेहनत दुइटैले गइरहेछ तर एकअर्कालाई पाउन सक्या छैन एउटा नाङ्गो डाँडाले चाहिँ अर्को हिमाल यो डाँडालाई चाहिँ भिजाइरहेको जस्तो लाग्दैन हजुर एकदमै होइन एकदम लास्ट त्यस्तो हुन्छ नि होइन पुरै भिजाइराखेको मान्छेको मनमा पनि छ होला कि कहिले हामी भेट्छौँ भन्ने एकदम भिजाइराखेको छ त्यो पारिपट्टि पुरै त्यो तान्ने छ यतापट्टि पुरै नाङ्गो डाँडा छ पुरै हरियाली अलिअलि हरियाली छ भिजाइराखेको जस्तो लाग्छ हुँदैन हिमाल पहाडको लागि सिँगारेर बसेको छ तर पहाड त्यो ठाउँसम्म पुग्न सक्यो अहिलेको प्रेम जस्तो सायद एकजनाले अहम प्रेम गरेको हुन्छ अर्को अर्कैतिर बङ्गिरा हुन्छ भेट हुन गाह्रो छ अनि मध्येमा चाहिँ एकअर्कामा आफैमा चाहिँ अहम पनि बढिरहेको जस्तो लाग्दैन हजुरलाई तँभन्दा म अल्को तँभन्दा म अल्को मभन्दा तँ अल्को भन्नुमा चाहिँ अलिकति अहम खालि जस्तो लाग्दैन हजुर त्योभन्दा पनि पहाडले होइन तिमीले चुचुरो छौ है भन्दा छोडे जस्तो लाग्छ हो तर मलाई चाहिँ कार्य तिमी नै राम्रो तिमी नै माथि बढ है भन्ने जस्तो लाग्छ तर मलाई चाहिँ अलिकति एकअर्कामा चाहिँ अहम बढेको हो कि तिमीभन्दा म अल्को हुन पाए हुन्थ्यो म तिमी अल्को हुन पाए हुन्थ्यो भन्नुमा तिमी नै गोरी हौ सपक्ष बल म तिमीलाई हेर्छ बस्छु है माया भने जस्तो लाग्छ पहाड हो है त्यस्तो मान्छे विचार फरक पनि हुनसक्छ हो विचार सबै कुरो विचारले गरेको छ कि हजुरको विचार र मेरो विचारमा अलिकति अन्तर आइरहेको छ होइन भित्री मनले चाहिँ के भनिरहेको छ भन्दाखेरि चाहिँ यो सेता हिमालले चाहिँ हामीले के भनिरहेको छौँ भन्दाखेरि चाहिँ हेर तिमीभन्दा म के भन् तिमीभन्दा म के कम छु र म तिमीभन्दा म कति राम्रो छु भने अहम आफै बोकेर हिँडिरहेको छ नि यो कुरा तर यिनलाई के थाहा छैन भन्दाखेरि चाहिँ सेता हिमालले गर्दाखेरि चाहिँ यिनका जुन चाहिँ सुन्दरता हरियाली सुन्दरता छ नि त्यो चाहिँ आफैभित्र चाहिँ कुण्ठित भएर चाहिँ लुकेर हराएर नष्ट भएको जस्तो लाग्छ कि मलाई चाहिँ त्यही भएर चाहिँ यिनमा चाहिँ अहम र अलिकति चाहिँ अहम पछिको जुन हुन्छ नि त्यो अलिकति निराशाबोध त्यसको चाहिँ बेला बेलामा भान आएको हो कि भन्ने चाहिँ लाग्छ है मलाई चाहिँ के लागिरहेछ भने पहाडले हिमाललाई भनिरहेछ तिमी सिँगारेर बस्छ है तिमी सधैँ राम्रो हौ तिमीलाई वरिपरिबाट म छुट्छु तिमीलाई सिधै केहीको प्रहार नहोस् त्यो प्रहार म लिन्छु तिमी चाहिँ सिँगारेर बस्छ राम्रो हो यस्तै हेर्नु त्यो भनिरह यात्रा हिँड्दा पनि के लाग्छ भने नि भाइ पहाडले यसो भने जस्तो लाग्छ कि म तिमीहरूलाई बाटो दिन्छु मेरो प्रिय हिमालसँग मेरो सन्देश पुर्याइदेऊ है भनेर बाटो खोलिदिइरहेको कि त्यहाँसम्म पुग्नु जस्तो पनि लाग्छ अहम भन्दा पनि अथवा प्रेमको भाव हो कि जस्तो चाहिँ लाग्छ त्यही अब
हिमाल चेताउने हुँदा हुँदै यतापट्टिको पनि हिमाल अब कुनै न कुनै जस्तो तान्ने होला त्यति बेला चाहिँ त्यस्तो आवाज होला त्यस्तो आवाज होला ल म त यस्तो भाइ थोरै प्रेम टिम पनि ल्याउनु थोरै माया यो मेरो तिम्रो लागि है मलाई कति साह्रो हिमालबाट सर त्यो हिउँ उडेर आएर हिमाललाई पनि थोरै सेटो तर मलाई चाहिँ के लाग्छ भन्दा जुन कष्ट त्यो चाहिँ हिमालले चाहिँ कष्ट भोगिरहेको छ त्यो कष्ट चाहिँ मलाई कस्तो कष्ट परिरहेको रहेछ शिशुले चाहिँ मलाई कति भित्रबाट कति कुण्ठित गरिरहेको छ होइन त्यो कष्ट मलाई यस्तो कष्ट पर्दैछ तिमी पनि त्यो कष्ट चाहिँ भोगिहेर तिमीलाई चाहिँ मलाई चाहिँ म हो भने तिमीलाई चाहिँ ए यसले मलाई यस्तो गर्यो भन्ने लाग्छ तर तिमी पनि त्यो भोगिहेर त्यसपछि तिमीले पनि थाहा पाउँछौ होइन तिम्रो अहम मात्रै रहेछ भन्ने चाहिँ थाहा हुन्छ भन्ने कुरा चाहिँ मलाई अलिकति चाहिँ त्यो बोध हुन्छ कि भन्ने चाहिँ लाग्छ है मलाई चाहिँ त्यो हुनसक्छ तर म चाहिँ यो सायद हिमाल र पहाडको जोडी एकदमै कहिले नचितिने जोडी जस्तो छ जस्तो कि दुई किनारा त्यो अवस्था हो होइन त्यो अवस्था कहिले पनि पुगिँदैन तर यो दुईवटा हिमालले चाहिँ कहाँ किन चाहिँ छुट्याइरहेको छ भन्ने चाहिँ कलकल बगिरहेको खोलाले होइन त्यो कलकल बगिरहेको त्यो मर्साङ्गी नदीले चाहिँ दुईवटा खोलाले तिमीहरू दुई एक आपसमा भिन्न छौ है तिम्रो विशेषता छुट्टै छ तिम्रो विशेषता छुट्टै छ भनेर चाहिँ त्यो कलकल गइरहेको मर्साङ्गी नदीले चाहिँ के गरिरहेको छ भन्दाखेरि चाहिँ यो दुईवटालाई चाहिँ आफ्नो जुन छ नि ग्राउन्ड लेभल एकदम रुट होइन जरा उसको जरा चाहिँ देखाइदिइरहेको छ कि त्यो खोलाले लाग्छ यही परिस्थिति हाम्रो समाजमा पनि हिमाल एउटा जात पहाड अर्को जात र बिचमा आउने हाम्रो समाजको ढोङ्गीहरू जसले गर्दा होला तर ऊ मिल्न सक्दैन है भनेर रोकिरह प्रेमको बिचमा आएर एउटा बाधापूर्वक बन्द बसिरह तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ बेला बेलामा चाहिँ यी हिमालहरूको यी पहाडहरू पनि बोल्छन् जस्तो लाग्छ जब यिनमा चाहिँ एकदम धेरै बोझ होइन एकदम धेरै निराशता आउँछ त्यसपछि यिनीहरू पनि त्यो माथि पहिरो भनेर जसरी पहिरो भनेर चाहिँ यिनीहरू चाहिँ बेला बेलामा चाहिँ भत्काउने चाहिँ गर्ने गरेको जस्तो लाग्छ म यो कुरामा चाहिँ एकदम परेशान छ मलाई पनि त्यही लाग्छ कहिलेकाहीँ रुन्छन् एकअर्कासँग भेटौँ न भन्छन् पहिरो झर्छ तर के गर्छ फेरि त्यही बाध्यता बिचमा छ खोलाको पानीले फेरि त्यो सब कुरा बगाएर लिएर कोसिस त उनीहरूको जारी छ कि हाम्रो मिलन होस् भने तर बिचमा एकदम जिउँदो रेखा छ होइन एकदम अन्तर्जिउँदोमा रेखा छ त्यो रेखाले चाहिँ त्यो दुईवटालाई चाहिँ के गरिरहेको छुट्याइराखेको छ भन्नु पर्दाखेरि चाहिँ तर के हुन्छ भने चाहिँ बेला बेलामा तिनीहरू आफू एक आपसमा होइन त्यो विनाशताले होइन नैराश्यताले चाहिँ के गरिरहेछन् भने उनीहरू बेला बेलामा चाहिँ बरबर आँसु खसालेर फेरि चाहिँ पहिरो माथिबाट चाहिँ माटोको रूपमा ढुङ्गाको रूपमा चाहिँ गरेर उनीहरू के गरिरहेछ भने आफ्नो आँसु बगाएर आफ्नो पीडा व्याख्या गरिरहेको जस्तो लाग्छ कि मलाई चाहिँ सायद त्यो कुरा चाहिँ तपाईँ र मेरो कुरा मिल्यो तपाईँले भन्नुभयो आफ्नो पीडा देखाइरहेछन् मेरो कुरा चाहिँ आफ्नो प्रेम देखाइरहेको छ तर हुनु चाहिँ सायद कुरा एउटै नै हो कि हिँड्नु देखाएको चाहिँ दुईवटा एकली मेरो लागि प्रेम नै सिकिरहेछ तपाईँको लागि दुःख एकअर्कालाई देखाउनु अब मलाई यस्तो के लाग्छ भने जस्तो कि तिम्रो प्रेमिकाको आँसु भन्दाखेरि तिमीले चाहिँ त्यसमा मलम बनेर चाहिँ त्यो आँसुलाई त्यसै दिने काम गर्छौ त्यसरी नै यो पहाड त्यो हिमालबाट झरेको जुन त्यो के छ पहिरो बनेर झरेको आँसुलाई चाहिँ हाम्रो हिमालले चाहिँ मलम बनेर चाहिँ त्यसलाई चाहिँ पखालिदिने त्यो आँसुले चाहिँ पुसिदिने काम चाहिँ गरेको जस्तो लाग्छ कि मलाई के लाग्दैछ यो त सायद तपाईँले मैले भनेको कुरालाई समर्थन गरेको हो सायद हिमालको अहम प्रेमै हो घरिघरि पहाडको आँसु पुस्तको लागि थोरै आफ्नो हिउँ यता पठाइदिने होइन त्यस्तै हेर्ने हो भने यो बबुलका फुलहरू जस्तो वैशाख बेलामा हिमाल मगमग सुगन्धित हुन्छ भन्छ होइन त्यो हिमालले चाहिँ आफैले आफ्नो चाहिँ सौन्दर्यतामा चाहिँ अत्तर चरेको जस्तो हो कि जुन त्यो शालिग्रास फुलेर होला होइन काकी फुलेर होला त्यो चाहिँ के हो भन्दाखेरि उनीहरूले आफ्नो मनमोहक छोडिरहेको छ त्यो चाहिँ उनीहरूले चाहिँ आफ्नो
बढी चाहिँ अत्तर सरह चाहिँ उनीहरूले त्यसको अत्तरको काम गरिरहेको हाम्रो अत्तरको त्यो एउटा कविता छ नि हिमाल पहाड चढाइमा म हिमाल भए पनि के भएर पहाडबाट आएको यी बङ्गलको फुलले मेरो सुगन्धको बोलाइरहेको छ भनेको हो सायद त्यो नै होला पहाडको पनि प्रेम उसले आफ्नो फुलहरू हिमालतिर पठाएर सुगन्ध त हिमाललाई पनि दिइरहेको छ हो यी पहाडले पनि त के छ भन्दाखेरि नदी नालाले पनि त हिमालको सुगन्धलाई चाहिँ हिमाल पहाड तरै हुँदै हुँदै अरू देशहरूमा चाहिँ लगिरहेको छ नि त है सायद त्यो महकहरूलाई चाहिँ त्यसको चाहिँ जराहरूलाई चाहिँ होइन त्यो सुगन्धहरूलाई चाहिँ उनीहरूले चाहिँ के गरिरहेको छ भन्दाखेरि चाहिँ अलिअलि भए तापनि होइन बनाएर ल्याइरहेको एकदमै सही कुरो हेर्नु पुरै सबतिर यसरी जमेको रहेछ बगेको पानी एकदमै हाम्रो लागि सायद तपाईँ त थोरै समय पाहाडमा बिताउनु भएको थोरै चिसो देख्नु भएको म जस्तो तराईमा हाम्रो लागि प्रेमको भावना भनेको जब धान फलिसक्छ नि धानको तिनसम्म सानो भुस भनौँ न भुस जस्तो लागेको हुन्छ कि पाकेको धान अनि त्यो चाहिँ हावा आउँदासम्म कुदेर आउँछ अनि त्यतिखेर धानले बोले जस्तो लाग्छ धानको दानाहरू लगाउँदा त्यसलाई त्यस्तै भित्रैबाट चाहिँ मनमा भएका भावनाहरू चाहिँ एकवटा पज पर मिनेट है जस्तो हाम्रो यो दसैँ तिहार हुन्छ नि सर तराईतिर त्यतिखेर चाहिँ के हुन्छ भने ठ्याक्क असारमा रोपेको धान ठ्याक्क आफ्नो उसमा ल्यायो दाइँ गर्ने ठाउँमा कुन्यु बनायो झप्पा राख्यो त्यतिखेर अब मलाई त्यो हजुरले जुन दाइँ भन्नुभयो नि है त्यो दाइँ चाहिँ तपाईँहरूको कसरी कसरी चाहिँ त्यो दाइँको प्रोसेस कसरी चाहिँ अगाडि बढाउनु पहिले चाहिँ यस्तो छ सर हामी दाइँ गर्ने भन्नाले के हुन्छ भने दुईवटा गोरुलाई माझबाट घुमाएर धान हार्ने कामले दाइँ भनिन्थ्यो हजुर अहिले चाहिँ धेरै जसो मेसिन थ्रेसर अहिले त जहाँ चाहिँ भन्यो भने हाम्रो एकदमै कृषिमा अगाडि सरेको ठाउँ पर्छ होइन त्यहाँ चाहिँ अहिले खेतैबाट पनि सर एकैचोटिमा धान निकाल्ने त्यसरी लगेर सुकाइरहनु पर्ने आवश्यकता छैन त्यो चाहिँ अलिकति विकासको क्रममा भइरहेका विकासहरू भनौँ होइन पहिले चाहिँ के हुन्छ भने कुन्यु लायो केही दिन सुकायो अनि बिचमा बाँस गाड्यो र बाँसको वरिपरि दुईवटा गोरुलाई घुमायो हो मलाई चाहिँ के लाग्छ भन्दाखेरि जुन तपाईँले चाहिँ हामीले विकास उन्मुख भइरहेको छ त्यसमा चाहिँ विकास उन्मुख भइरहेको छ त्यसले गर्दा चाहिँ विकसित भइरहेको छ हाम्रो चाहिँ सोच र हाम्रो चाहिँ काम गर्ने शैलीको विकास भइरहेको छ भन्नु लाग्छ नि त्यसले गर्दाखेरि चाहिँ यो दाइँ भन्ने कुरामा चाहिँ हाम्रो मौलिकता जुन छ नि त्यो मौलिकता चाहिँ हराइरहेको जस्तो लाग्छ कि मलाई चाहिँ किनभने हाम्रो यो पाहाडतिर कस्तो हुन्छ दाइँ हाल्नु भनेपछि बिचमा एउटा हामीले दाइँको लागि भने खला गरौँ भनेर चाहिँ कुटाइन्छ होइन त्यसको प्रोसेस त्यस्तै हुन्छ हामी त्यो धानका डाँठहरू त सकाएर त्यो गरुलाई चाहिँ पुरै पोतेर होइन गोबरले पोतेर त्यसलाई चाहिँ होइन धुलाई सिँगाएर सिँगारिन्छ अनि त्यसको बिचमा लिएर आएर चाहिँ हामीले मियो भनेर भन्छौँ त्यो मियो ल्याएर चाहिँ गाड्छौँ जहाँ चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ गाउँमा चाहिँ आफ्नो र गाउँमा भएका गोरुहरूलाई लिएर आएर चाहिँ त्यो मियोको दाम्लोमा चाहिँ बाँध्छ होइन बाँधेर चाहिँ के गर्छौँ भनेदेखि पराल छिराएर त्यो पराल छिराल्छौँ छिरालेर चाहिँ के गर्छौँ भन्दाखेरि हामीले चाहिँ त्यो मियोमा चाहिँ गोरुलाई चाहिँ रियाउने काम गर्छौँ त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि तपाईँको त्यो पराल पनि बन्छ त्यो परालमा रहेको अलिअलि धान पनि झरेर तल जान्छ र त्यो प्रोसेस हुँदा हुँदै के हुन्छ भन्दाखेरि चाहिँ दाइँमा संलग्न हुने चाहिँ जति पनि गाउँलेहरू हुन्छ नि कोही धान टुक्न भनेर आउँछन् कोही पराल छिराल्न भनेर आउँछन् होइन उनीहरूले त्यति बेला चाहिँ आफ्नो जति पनि छ नि असारमा गरेका दुःख होइन धान बोक्दाखेरि धान काँदो दुःख दुःख धान चुर्दैखेरिका दुःख सबै उनीहरूले त्यहाँ चाहिँ छटाछट गर्छन् नि यहाँ त यस्तो भएको थियो नि आज एकचोटि त कस्तो राम्रो धान भयो त्यसको भनेर उनीहरूले चाहिँ आफ्नो दुःख सुखका कुराहरू त्यहाँनिर चाहिँ छटाछट गर्छन् है त्यो एउटा थलो पनि बनेको थियो जस्तो लाग्छ नि तर अब आजको दिनमा हाम्रो मौलिकतालाई हामीले पछाडि छोडेर हामीले चाहिँ अलिक विकास उन्मुख भयो भन्दाखेरि चाहिँ मसिनहरू आइसक्यो मसिनहरूले चाहिँ अब त्यो मसिनहरू मान्छे 10जना मान्छेले गर्ने काम एउटा मसिनले गर्छ तर के भयो त त्यो मसिनले मात्रै काम गर्यो तर त्यो 10जना मान्छे बिचको चाहिँ जुन थियो भावना थियो साथसाथ भावनाको साथसाथ उनीहरूको चाहिँ आत्मीयताको साथसाथ मानवताको साथसाथ
त्यो चाहिँ सबै कमी त्यसमा एकदम चाहिँ कमी आयो मात्र त्यति मात्र होइन जस्तो सबैतिर हुने तरिका त त्यही हो तर जस्तो यो मेसिनहरू आयो त्यसले गर्दा जस्तो पराल छुटिन्थ्यो होइन परालको कुनै जाइन्थ्यो अहिले मेसिनले गर्छ पराल नसुकिकन छुटेको हुन्छ जस्तो अहिले म्याक्सिमम् पराल चाहिँ बिजुली निस्किन्छ जति पराल कहिले निस्किन्थ्यो होला गाई बस्तुलाई गाउँमा कृषकहरूलाई त्यस्तो अभर पर्दैन थियो कि थोरै धान टिपे पनि राम्रै पराल निस्किन्थ्यो वर्षसम्म खाना निस्किन्थ्यो मान्छेले चल्दै गाई बस्तु त अहिले के भइरहेछ 50% पराल बिग्रिन्छ जब मेसिनबाट काट्यो होइन अनि मान्छे गाई बस्तुलाई त्यसलाई राख्नु किन छैन गाई बस्तुको पालन पनि अलिक घटेको छ हेर्ने हो भने बस्तु पालन भनेर गाउँमा त हुँदछ जस्तो गाउँमा बस्तु पाल्ने मान्छेमा पुगेपछि त्यो छैन धेरै गाउँको कुरा गर्दा पनि के भयो भने हाम्रो भ्रमणमा पनि 10-11वटा गाई बाख्रा गरेर ठुलोबाले पाल्दैन कृषिका लागि पैसा आउने भयो र त्यो पैसा चाहिँ धेरै जस्तो कस्तो पायो भने नेताको सामु हुने एउटा कृषि उद्योग बनाएको छैन तर कृषकले पाएको छैन पैसा चाहिँ उनीहरूले पाउँछ पैसा एकदम राम्रो आउँछ हेर्ने 10 लाख 20 लाख 6 महिनाको 7 महिनाको एकदमै राम्रो पैसा कोसिस गरेको तर कृषकको हातमा चाहिँ त्यो पुगेको छैन 15 कट्ठा हुनेको भए 3 मा जान्छ अब के भयो दसैँको हावा चल्न सक्छ कृषकको विकास त हुँदैछ तर विकासको जुन जुन हामी पैसा उन्मुख भइरहेको छौँ नि हामी चाहिँ आजको दिनमा के छौँ भन्दाखेरि पैसा उन्मुख भइरहेको छौँ नि हामी उत्पादन उन्मुख होइन पैसा उन्मुख भइरहेको हामी छिटो चाहिँ हामी जे कुरा पनि छिटो गइरहेको छौँ त्यो हामी छिटोको क्रमले के गरिरहेको छौँ भन्दाखेरि जुन हाम्रो चाहिँ त्यो जमिनको जुन छ उत्पादन गर्ने क्षमता त्यसलाई चाहिँ नष्ट गरिरहेको छ मलहरू होइन अरू अर्ग्यानिक मल जस्तो छ अरू युरिया मलहरू ल्याएर फर्किरहेको छ त्यसले गर्दाखेरि के भइरहेको छ भन्दाखेरि चाहिँ हाम्रो उत्पादन क्षमतामा चाहिँ देख्दाखेरि चाहिँ सुरुवातमा चाहिँ एकदम धेरै उत्पादन भइरहेको देखिन्छ तर त्यसले चाहिँ दिगो विकासमा चाहिँ अलिकति त्यसको चाहिँ एकदम गलत काम गरिरहेको छ छुटिरहेको छ अहिले चाहिँ तर कृषकले खाने फेरि कति मल हो त्यो मान्छे लाएको छ नाममा हेर्नु भने खातामा मान्छेको नाम छ तर मान्छे छैन यो पनि एकदमै ठुलो समस्या हो हाम्रो लागि माथि होइन अनि नर्मली हेर्ने भने गाउँघरतिर जो किसान हो त्यो अझै पनि पुरानै हलोहरू बोक्ने नै बाध्यता छ है उनलाई ट्र्याक्टर लाउने पैसा छैन हामीले पनि क्रिकेट गर्दा मेरो बाबुले पनि भर्छु भएर अब सकिँदैन है भनेर छोड्नु भयो हामी 500 बिघा धान रोपेर बसेका थियौँ तर मलाई के लाग्दो रहेछ भन्दाखेरि ट्र्याक्टर चाहिँ हामी ट्र्याक्टर चलाउँछौँ जुन हामीले हलो गहिराईमा गएर चाहिँ होइन अलिकति गहिराईमा चाहिँ जोतेर चाहिँ त्यसलाई चाहिँ अलिकति तलैबाट माटोलाई चाहिँ होइन निकालेर उसलाई चाहिँ मल चाहिँ तलसम्म हलो चाहिँ जुन गोडेलमा हाल्छ नि त्यो पनि नमारिकन माथि निकाल्छ ट्र्याक्टरले त्यो पनि मार्छ तर के भयो भने जब ट्र्याक्टर आयो धेरैजना मान्छे विदेशीमा पुगे अनि आजको दिनमा गाउँमा बुढा वृद्ध बाहेक अर्को बुढा वृद्ध बाहेक चाहिँ अनि महिला छन् अरू चाहिँ कोही छैन पुरुषले जसले काम गर्नु यसो जनशक्ति नै हुन छोडेको यो खेतीमा आज रोप्नु गर्दैछ मेसिन आउँदैन भन्नु भने जनशक्ति नै छैन जति छ उनीहरूले पनि आफ्नो जीविका चलाउनु छ त्यो चल्न पैसा लिनै पर्ने छ यता त होइन होला साथी घर छ यतिकै जानला भनेको आज सुनेर कहाँ छ नि बेस क्याम्प जानु छ भने बेस क्याम्प रे के हो जानला परे होला किन जान्छस् हाम्रो चाहिँ बाबाले ठगेर आउनु भएको मान बाबुमा चाहिँ ठग्नु भएन
हामी चाहिँ बालै भनेर आएको मान्छे। हामी चाहिँ बालै भनेर आएको मान्छे। मेरो त बाले के भन्दै हुन्थ्यो, ल पछि ठुलो मान्छे हुन्छ होला भनेको हिमालय पुगिस भने अलिकति हाइटमा त पुगिस भनेर भन्दै हुन्थ्यो होइन। जति हाइटमा पुगेर के गर्ने, तल झारिहाल्नु त। हाम्रो यात्रीहरू यात्रामा एकदमै उत्साहित भएर हिँडिरहनु भएको छ। कस्तो लाग्दैछ दाइ? गलियो त खेम दाइ, कतिको गलियो? विकास दाइ मलाई त अझै पनि नाचो नाचो लागिरहेछ। यस्तो रमाइलो मान्छेहरू छन् र यति रमाइलो दृश्य सायद गल्न त धेरै समय लाग्ला जस्तो छ। त आँट आउँदैछ कि सगरमाथै चढिएला कि क्या हो, तर मान्छे चाहिँ यतिको 2 जना जस्तो रमाइलो चाहियो र दृश्य योभन्दा रमाइलो साथ सकिन्छ। मेहनत त लाग्छ जरुर, तर आँटै गर्न नसकिने चाहिँ नहोला। यहाँबाट हामी चिसो पानी, हिमालको पानी बगेको साथै श्रीखर्क पनि देख्न सक्छौँ। हामीलाई 1.5 घन्टा जस्तो लाग्यो यो ठाउँ आइपुग्न। एकदमै रमाइलो, चिसो तातो गर्मी पसिना र बाङ्गो टिङ्गो बाटो। के भन्नुहुन्छ त खेम दाइ, बाटो कस्तो लाग्यो होइन? श्रीखर्कको दृश्य देख्दा कस्तो अलिकति केही खाने ठाउँ आयो भन्दाखेरि कतिको उत्साहित लागिरहेको त दाजु हो? हाम्रा यात्रीहरू यस्तो जङ्गी छन्, आज सिधै बेस क्याम्पमा पुगेर खाउँला भने जस्तो गरिरहेछन्। त्यो चाहिँ हो। लगभग यात्रामा पनि सायद हामी गलत समयमा आयौँ या सही समय, त्यो त तिनीचो लेक पुगेपछि थाहा होला होइन। त्यो समयकोले नै भन्ने कुरा होला। तर मान्छेहरू चाहिँ एकदमै कम। यात्रामा 3 जना मान्छे भेटियो, उहाँहरूलाई चाहिँ हामीले अलिकति पछाडि छोडेर अगाडि बढ्न सफल भएको छौँ। तर त्यसमाथि परसम्म हेर्दा पनि कोही अरू मान्छेहरू गएको देखेको छैन। हो, ओर्लिने केही मान्छेहरू त भेट्यो, तर चढ्ने मान्छे चाहिँ एकदमै कम देखिएको छ। सायद हरेक मुस्ताङदेखि मनाङदेखि नै हरेक नदीनालाको वरिपरि हिउँ जमेको, सबैतिर आइस भएको चिप्लो चिप्लो बाटोका कारणले पनि कतिपय जन चाहिँ नआउनु भएको भन्ने कुरा सुन्यो होइन। हामी चाहिँ आँट गरेनौँ हो, माथि नै चढ्न आएको थियौँ, तर चढ्न चाहिँ सकिएन भन्ने कुरा आयो। त्यही पनि हामी चाहिँ जाउँ न त, घरिघरि आइने ठाउँ हो, सधैँ आइराखिँदैन। वर्षमा के भन्नु, जिन्दगीमा एकचोटिदेखि 2 चोटि भन्दा धेरै मौका नपाइने ठाउँ भएको कारणले हामी चाहिँ गन्तव्य पूर्ण गरेर हिँडौँ। अलिकति होसियारपूर्वक हिँड्नुपर्नेछ, किनकि ठुला खोलाहरू पनि एकदमै धेरै जमेको अवस्था देखिन सकिन्छ। हेर्न सक्नुहुन्छ पुरै आइस छ। चिप्लो भयो भने अलिकति डरलाग्दै हुन पनि सक्छ। कोसिस गर्दैछौँ कि सुरक्षित जानेछौँ र सुरक्षित गएर हजुरलाई यहाँको वास्तविकता र यो समयमा आउँदा कस्तो हुने रहेछ भन्ने कुरा प्रश्नसँग राख्न सक्छौँ भन्ने लागेको छ है त। ल त हाम्रो खेमसर चाहिँ श्रीखर्कका लागि पुल कट्दै हुनुहुन्छ। ल हामी यहाँबाट चाहिँ 4070 मिटरको हाइट आएको छौँ। यो चाहिँ श्रीखर्क आइपुग्यो। यसो हेर्दा सबै सिजनल व्यापार रहेछ भन्नुपर्छ। सम्पूर्ण होटलहरू यो समयसम्म खुलेका छैनन्, केही होटलहरू मात्र खोलेको देखिन्छ। अरू चाहिँ यहाँको मान्छे धेरै जसो तल भेसी बजार काठमाडौँ गएर बस्दा छन् होइन। एकदमै कम मान्छे यहाँको अहिले भएको होटलहरू पनि यही 5-10 दिनसम्म, त्यस पछाडि फेरि पनि मान्छेहरू मुनि झर्ने गर्दा रहेछन्। ल हिँड्नु
हो खेडा हो बढिया दाइ बढिया बढिया छ 1 2 3 गो के छ विकास दाइ बवाल यार बवाल रमाइलो भइरहेछ बवाल विकास दाइ फेरि गफ हान्दियौ तिमीहरूले होइन होइन मलाई एउटा एन्सर दिनु न झापाल सर श्रीखर्क र अप्पर श्रीखर्कमा कति फरक रहेछ राम्रै छ हामी कहिलेकाहीँ साथी भएर सेन्ट बसेर गयौँ भने त्यो मान्छेको छोरा अब कति टाढा हाम्रो नजिकै हो के हो जान्न पुगिहाल्नुभयो भन्थ्यो कोही चाहिँ हुन्छ मान्छे ए कति भन्दा किन भन्नु भन्ने खालको हुनसक्छ मान्छेलाई केही अवस्थामा झर्केर बोल्नुपर्ने अब सायद राम्रैले सोधेको थियो जस्तो लाग्छ कि मैले गलत सोधेको छु भाइ गलत सोधिरहेको कसरी दाजु अप्पर श्रीखर्क कति माथि हो भन्ने यसमा गलत के लाग्यो मलाई यसमा गलत चाहिँ तिमी लाग्यो किन होइन यसमा गलत तिमी हौ होइन मान्छे तिमी गलतै हौ होइन तिमी गलत भइदियो तिम्रो प्रश्न छ अब के गलत हुने भयो झापाले यो भिडियो हाल्दैन जस्तो लागिसक्यो मलाई तर यस्तो हो विकास पासा अघि न ब्रोलाई कुरा गर्दाखेरि भिडियो काटेको थियो अब त काट्ने ठाउँ छैन मसँगै छ क्यामेरा त कुरा गरौँ है ओलीको गोली खाने कुरा हो ओलीले त गोली हाल्नु नि दाजु यार झन्डै आन्दोलनमा आफैले लागेको थियो तर हिजो यार त्यस्तो ओलीलाई त्यस्तो भन्दाखेरि तपाईँ यार खुसी हुनुभएको थियो यार लगेडा त्यहाँ अड्यो है मैले भिडियो बन्द गरेँ है हाम्रो यात्रा जारी नै छ अप्पर श्रीखर्कतिर जाँदैछौँ श्रीखर्कबाट राम्रो छ दाइ तपाईँ मान्छे हिरो हो अनि यो पिप पिप हुँदैन है युट्युबमा नट फर चाइल्ड भनेर हालौँला यस दाइ हाम्रो हिजोको गुन्द्रुकको अचार अहिले पनि कुरा भइरहेछ साह्रै मिठो गुन्द्रुकको अचार खाइयो हामीले हिजो होइन कहिलेकाहीँ त्यस्तो हुन्छ क्या खाम लागिरहेको हुन्छ त्यो धेरै भइदिन्छ क्या हाम्रो अलिक धेरै नै खाना फाल्ने मान्छे पर्नुभयो उहाँ चाहिँ म पर्छु यार त्यसमा भगवान् मलाई खानामा चाहिँ नसराप्नु अब त्यस्तै हो ओह सिक्यो पोर्ट्रेट हालेर मलाई चाहिँ भिडियो हानिरहेको छ पोर्ट्रेट हान्नु सिक्यो है यति भए पोर्ट्रेट भनेको अलिक मुनिबाट ठाडै देखिस् न Hadi